हामी चाहिँ बसन्तपुर आइपुग्यौँ बसन्तपुरमा खाजाको व्यवस्था हुँदैछ हाम्रो चाहिँ हाम्रो दाइ हुनुहुन्छ धेरै जाडो भएको अवस्था यता फ्रिजै हुँदैन होला नि यता छ हाम्रो सर लु खाजा खाउँ बसन्तपुरमा एकदम चिसो छ है खाउँ टिपुङ न म बसन्तपुरको थुक्पा बसन्तपुरको थुक्पा चाहिँ नि दामी छ होइन बसो खोर्सानी लगाउँ न लगाउनु हामी चाहिँ स्कुलसम्म आइपुग्यौँ अब हिँडेर जानुपर्ने अवस्था भयो यहाँदेखि चाहिँ बाटो अलिक खराब भएकोले गर्दा गाडी नजाने भयो यो यस्तो छ बाटो एकदम चिसो चिसो ठाउँ ल हामी चाहिँ कहाँ गएको अरे दाइको नि गरौँ छ है त्यो त प्याजहरू छ हामी चाहिँ अब लाग्दैछौँ हामीलाई चाहिँ हो त्यो बोराको के हो यो मकै हो ए मकै हरियो मकै हो हाम्रो सरले मकै बोकिरहनु भएको छ यता यता सर्टकट यता अरे यस्तो साह्रै मजाको ठाउँ चिज हो ओ गुराँस फुलिरहेको छ त एकदम चिसो ठाउँ यो बोकौँ हाम्रो बुबुले हाम्रो उपाहरू कतिर बेदेर हिँडेको आफ्नै बेदेमा बेमा हिँड्ने मामाको बेमा हिँडेको खासमा चाहिँ कि यो मामाले साह्रो डाडो चाटेको रहेछ त्यही भएर हामीलाई दुःख भयो यहाँ कोसेलीहरू छ कोसेली ल ल ल ल ल ठिक छ ल ठिक छ हामीलाई पालो दिन आइपुग्नु भयो मामाहरूले चाहिँ आएर हामीलाई सेवा पुरै दिनुभयो आधी घन्टा पनि दिन्छ होइन मामाहरूकै हो नि त होइन अमेरिकाबाट आउनुभएको यता हाम्रो सर चाहिँ हामी सँगै नै हुन्छौँ जहिले नि होइन सँगै हुन्छु मेरो दाजु अनि मेरो बुबुको चाहिँ काकाहरू हुनुहुन्छ अनि हामी चाहिँ यो चाहिँ अहिले हाम्रो पाहाडतिर पनि यसरी नै यस्तै बाटो हो मामा दुई शब्द बोल्दैन न भोलिको बे आज कस्तो लाग्दैछ बेहुला हो भोलिको हाम्रो मामा चाहिँ भोलिको बेहुला आज है यता अरे यता बेहुला चाहिँ यता है यहाँ हेर्नु चाहिँ अनुहारी लु हामी चाहिँ घर आइपुग्न लाग्यो बोजूलाई पनि के लिएर आउनु ममा आलु सेवा आलु माथि हो तपाईँको घर ए हिँडेरै जा ए हजुर हुन्छ होइन पर्दैन लानुहोस् न हुन्छ यहाँ चाहिँ गहुँ यसरी काटेर यसरी सुकाउनु अवस्था मेरो साथी हो म चाहिँ 1200 रुपियाँ खुला कन्टिरी मासु र सुँगुरको बँदेल लोकल कुखुरामा लोकल कुखुरा मासु खाने मान्छेलाई चाहिँ प्रब्लम भएन साथीहरू आइसक्यो मासु खाइसकेन भने चाहिँ कुदिए नरुत्ने
नाम धेरै धेरै हाम्रो आशीर्वाद छ हातमा मरि धेरै नाम सुवास चलाउनु मिलेर बस्नु मित्र राख्नु सबैको मान्ने गर्ने हुनु आमा बाउको आजदेखि हाम्रो बुहारी चाहिँ के भन्छ लक्ष्मी हाम्रो घर छ ल के भन्छ आज अर्को परिवारबाट आएर आज हाम्रो परिवारमा आएको छ होइन परिवारमा आएको छ राम्रो गरी खाने मिलेर हाम्रो भन्नु त्यति नै हो सधैँभरि हामी त्यति नै देख्यौँ हो गरी खाने विचार त आफ्नो हो हाम्रो मामाको बुवा नि पापा हैन बिसन्चो हुनुहुन्छ कि क्या हो सुँगुरको मासु पाहाडको अर्ग्यानिक यसरी यहाँ चाहिँ दोरामा साटिन्छ एउटा डल्लै सुँगुर हो ए छ अझै चुला यो ठाउँमा चाहिँ एकदम नेटको प्रब्लम भएर चाहिँ यहाँदेखि अलिकति सर्यो भने पनि टिप्दैन नि टावर होइन प्याट्टै यहाँ चाहिँ साथीले